हामी सधैँ भन्छौं नेपाल प्राकृतिक स्रोतले धनी देश हो। तर खै त हामी धनी भएको? यसको सबैभन्दा ठूलो र तितो रहस्य डाक्टर महावीर पुलले छत्ताछुल्ल पारिदिनु भएको छ। बेलायतकी पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको भनाइ उद्धृत गर्दै उहाँले लेख्नु भएको छ, कुनै पनि देश प्राकृतिक स्रोतले भरिपूर्ण हुँदैमा धनी हुँदैन। उदाहरण हेर्नुस्, जल, जमिन र खानी अथाह भएको रुस भन्दा प्राकृतिक स्रोत शून्य भएका जापान, स्विजरल्यान्ड र ताइवान संसारकै धनी देश हुन्। आखिर कसरी? डाक्टर पुन भन्नुहुन्छ, ती देशहरू मात्र धनी हुन्छन् जसको सरकारले आफ्ना प्रतिभाशाली नागरिकको सृजनशीलतालाई प्रोत्साहन गर्न आवश्यक ऐन, कानुन र नीति बनाउँछन्। तर हाम्रो देशमा नयाँ काम र आविष्कार गर्छु भन्ने युवालाई कानुनकै डन्डा लगाएर विदेश लखेटिन्छ। के हाम्रो सरकारले डाक्टर पुनको यो मास्टर क्लास बुझ्ला त? तपाईको विचार कमेन्ट गर्नुहोस् र यो रियालिटी चेक सबैलाई शेयर गर्नुहोस्।